हेलो अनि स्वागत छ सबै साथीहरूलाई मेरो च्यानल अजय वेब टिप्समा। साथीहरू, आजको यो भिडियोमा म तपाईँहरूलाई कसरी तपाईँले फेसबुकमा पेज क्रिएट गरेर पेजलाई तपाईँले कन्टेन्ट मोनिटाइजेसन गेन गर्न सक्नुहुन्छ भनेर म कम्प्लिट स्टेप सिकाउन गइरहेको छु। म चाहिँ पेज बनाएरै पेजमै तपाईँको सामु लाइभ देखाएरै मैले तपाईँलाई त्यो मैले नयाँ बनाएको पेजमा कन्टेन्ट मोनेटाइजेसन लिएर देखाउँछु साथीहरू। त्यही भएर यो भिडियो एकदम अथेन्टिक हुन्छ, त्यही भएर लाइक र सब्सक्राइब गरिदिइहाल्नु होला र भिडियोलाई सेभ गरेर राख्नु होला, डाउनलोड गरेर राख्नु होला, पछि पनि हेर्न सजिलो हुन्छ। ल साथीहरू, म सुरुवात गर्छु। तपाईँ चाहिँ के गर्नु होला भनेपछि पेज बनाउनु सबैले आउँछ होला, सायद पेजै बनाउनु चाहिँ मैले सिकाउनु पर्दैन होला जस्तो लाग्छ मलाई है। पेज बनाउने यदि सिक्नु कसैलाई आउँदैन भने चाहिँ मलाई मेसेज गर्नु होला फेसबुक पेजमा, म तपाईँलाई सिकाइदिउँला। पेज बनाउनु चाहिँ अब म सिकाउनु पर्दैन, म चाहिँ डाइरेक्ट म पेज बनिसकेपछि के गर्ने भन्नेतिर म स्टेप लिएर जान्छु है त। मसँग चाहिँ मेरो एउटा यो पेज छ, यसमा कन्टेन्ट मोनेटाइजेसन अन छैन साथीहरू। म तपाईँलाई देखाउन चाहन्छु। यसमा चाहिँ 489 फलोवर्स छन्, अथेन्टिक फलोवर्स। हेलो गेमर्स नाम गरेको मेरो पेज छ। यसमा कन्टेन्ट मोनेटाइजेसन मैले पाएको छैन, म तपाईँलाई देखाइदिन्छु। यहाँ प्रोफेसनल ड्यासबोर्डमा लिएर गएर यसमा पेज हेज नो इस्युज भनेको छ, कुनै कपिराइट लागेको छैन है। यस्तै हरियो बोल्नु पर्ने हुन्छ तपाईँको पनि साथीहरू है, हरियो बोल्नु पर्ने हुन्छ। त्यसपछि यो मोनिटाइजेसन भन्ने अप्सनमा चाहिँ गइसकेपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ नट एट इलिजिबल भनेको छ, कन्टेन्ट मोनिटाइजेसन लेखेको छ है। कन्टेन्ट मोनिटाइजेसन चाहिँ इलिजिबल छैन। म यो पेजमा, यही पेजमा फेरि म अर्को भिडियो हाल्छु एक हप्तापछि। एक हप्ता लाग्छ है साथीहरू मोनिटाइज गर्नलाई। एक हप्तापछि फेरि म अर्को भिडियो हाल्छु, यही पेजलाई म मोनिटाइज गरेर देखाउने छु साथीहरू। त्यही भएर तपाईँहरू एकदम भनौँ न रियल तरिकाले पुरै भिडियो हेर्नु होला, मसँग जोडिनु होला भन्न चाहन्छु। त्यसपछि होममा जान्छु म सर्वप्रथम। होममा गइसकेपछि अब के गर्ने त, अब मसँग कन्टेन्ट मोनिटाइजेसन छैन। मैले के गरेँ भनेपछि मसँग फलोवर्स चाहिँ छ साथीहरू, पहिले है फलोवर्स चाहिँ छ, 489 फलोवर्स छ। यति फलोवर्सले पनि मोनिटाइज दिन्न साथीहरू फेसबुकले। मैले के गर्छु भन्दाखेरि यो पेज मेरो चाहिँ गेमिङसँग रिलेटेड पेज हो। अब यसमा मैले रेगुलर मात्रामा पोस्ट हाल्छु। पोस्ट कसरी हाल्छु त भन्दाखेरि जुन यो पब्लिक लेखेको छ नि, यो पब्लिकमा राखेर पोस्ट हाल्नुपर्ने हुन्छ। यो पेजमा चाहिँ पहिले पब्लिकमा हुन्छ। तपाईँले प्रोफाइलमा मोनिटाइज गर्न चाहनुहुन्छ भने चाहिँ प्रोफाइलमा चाहिँ फ्रेन्ड्स लेखेको हुन्छ, फ्रेन्ड्स। त्यो फ्रेन्ड्सलाई चाहिँ तपाईँले पब्लिक बनाउनु पर्ने हुन्छ है, पब्लिक बनाउने। त्यसपछि चाहिँ रेगुलर पोस्ट हाल्ने। पोस्ट कसरी हाल्ने? फोटो पोस्ट हाल्ने, त्यसपछि भिडियो पोस्ट हाल्ने, लेखेर टेक्स्ट पोस्ट हाल्ने, त्यसपछि स्टोरी पोस्ट हाल्ने। जस्तो यो फोके गेमिङ नेपाली हालेको छ, स्टोरी पोस्ट हाल्ने। रेगुलर मात्रामा दिनमा कम्तीमा पनि 7वटादेखि 8वटा पोस्टहरू हाल्ने, कम्प्लिट मिक्स गरेर भिडियो, टेक्स्ट, फोटो, स्टोरी सब कुछ गरेर दिनमा 7-8वटा पोस्ट हाल्ने रेगुलर मात्रामा। चाहे त्यो पोस्टमा लाइक आओस् नआओस् तपाईँलाई केही पनि मतलब भएन, त्यो भिडियोमा भ्युज आओस् नआओस् मतलब भएन, तर तपाईँ पोस्ट हाल्ने, रेगुलर कन्टेन्ट हाल्ने 7-8वटा। कसरी हाल्ने? फेरि एकैचोटि तपाईँ बिहान उठ्नुहुन्छ जुरुक्क 7 बजी सबै भयो गरेको पोस्टहरू, टेक्स्ट, फोटो, भिडियो त्यसरी हाल्ने होइन। त्यसरी हाल्ने होइन। तपाईँले चाहिँ कसरी हाल्ने? जस्तो बिहान तपाईँले टेक्स्ट फोटो हाल्नुभयो भनेपछि 10 बजीतिर तपाईँले जस्तो स्टोरी हाल्नुहुन्छ, अनि फेरि 12 बजीतिर तपाईँले चाहिँ त्यो भिडियो हाल्नुहुन्छ, रिल्स हाल्नुहुन्छ। त्यसरी हाल्नु पर्यो, टाइम तलमाथि पारेर हाल्नु पर्यो। तर रेगुलर मात्रामा कन्टेन्ट अपलोड गर्नु होला। म पनि रेगुलर मात्रामा यसैमा कन्टेन्ट अपलोड गर्छु। अहिले मसँग यहाँ कन्टेन्ट पनि म तपाईँलाई देखाइदिन्छु। यसमा कन्टेन्ट केही पनि छैन, म यो सेयर गरेको मेरै पेजलाई सेयर गरेको छु। यो अर्को पेज हो, यसमा मोनिटाइज भइसकेको छ, त्यो पेज सेयर गरेको छु। अनि त्यस्तै गरेर अब यसमा पनि यो पोस्टहरू नै सेयर गरेको छु मैले, अरू केही सेयर गरेको छैन। यो इल्युजन हो, इल्युजनको फोटो सेयर गरेको थिएँ, त्यही छ। यसमा अरू त्यस्तो खासै केही छैन। भनेपछि अब मैले यसमा चाहिँ रेगुलर मात्रामै पोस्ट हाल्छु म अब गेमिङ सम्बन्धी। गेमिङको भिडियो चाहे म अरूबाट उठाएर चाहे आफूले एडिट गरेर जसरी भए पनि मैले रेगुलर हालेर म तपाईँहरूलाई मोनिटाइज गरेर देखाउँछु। तपाईँ पनि आफ्नो कन्टेन्ट के छ, केसँग सम्बन्धित छ तपाईँको पेज, त्यो सम्बन्धीको पोस्ट तपाईँले रेगुलर हाल्नु होला। रेगुलर हालिसकेपछि तपाईँलाई फेसबुकले मोनिटाइजेसन दिन्छ साथीहरू है त, दिन्छ। म चाहिँ यो पेजमा म तपाईँलाई मोनिटाइज गरेर देखाउँछु। अर्को भिडियो हाल्छु ट्याक्क। अब यो भिडियो अपलोड भएको छ 11/11 नोभेम्बर 11 भनेपछि अब यसको 7 दिनपछि नोभेम्बर 18 चाहिँ म तपाईँलाई यो पेज मोनिटाइज भएको तपाईँलाई म अर्को भिडियो लिएर आउनेछु। त्यो भएर वेट गर्नु होला।
कसरी गर्ने मैले भनिसकेँ। रेगुलर मात्रामा कन्टेन्ट हाल्नु, तपाईँ पनि गर्नुहोस्, म पनि गरिरहेको छु। म रेगुलर मात्रामा कन्टेन्ट हाल्छु र मोनिटाइज गरेर आउँछु। मसँग जोडिनु होला साथीहरूलाई है त, सब्सक्राइब गरेर राख्नु होला। थ्याङ्क यू।